गैठिम तामाङ। लसो भ्यापुलजी, आज चाहिँ बुद्ध जयन्तीको दिन चाहिँ हामी दाङमोला घैठिम तामाङ सङ्घको कार्यालयबाट अफिसबाट चाहिँ हामी नयाँ बस्ती क्लबदेखि 16वटा डालु पोङ गरेर ताम्बाज्यूहरू डम्फु बजाउँदै चाहिँ हामी र्याली हिँड्दैछौँ। हामी यहाँदेखि तामाङ गुम्बादेखि नयाँ बस्ती घुमेर बौद्ध गेटदेखि चुचेपाटीदेखि हामी माङ्गालदेखि फेरि बौद्ध घुम्दै हामी चाहिँ यहाँ हाइट गेटमा पुग्नेछु। सबैजनाले लसो फ्यापुलजी सबैजना आउनु होला भन्न चाहन्छु। सबजना लाइन है, लाइन नबिगारौँ है। कतो आइज लासो ल दाङमोला घैठिम द फ्यापुलजी। होय गाडेजी अब होय ए खण्डमा लासो फ्यापुलजी, आज हाम्रो बुद्ध जयन्ती। बोक्ने सबैजनालाई लासो लासो लासो
होसी आरो बारे मैले पाउँदैन म चाहिँ छोरी फोन त अनि पो केटी ग्राउन्डमा केटी केटा मान्छे गीत थाप्ने 3 लाइन बस्नु न समात्ने होला यार तपाईँहरू खाली छ भने लाइभ गर्नु उता देख्नु ल आज मङ्गलमा आइपुगेको छ हाम्रो र्याली नयाँ बस्ती काशी गुम्बादेखि हाङमाला घेटिन तामाङ सङ्घको टिम सबैजना सगुन अगाडि राखेर ब्यानर राखेर टक्क पारेर सबैजना संस्थाहरू जोडिनु भएको छ उनीहरूको त्यो बाजा पछाडि हुन्छ नि त नि हामी सगुन अगाडि विश्व शान्तिका लागि भगवान गौतम बुद्धको 25औं जन्म जयन्तीलाई भव्य रूपमा सम्पन्न गर्नका लागि आज गरिएको छ विभिन्न संस्थाहरू लागि पर्नुभएको छ भक्तजनहरू लागि पर्नुभएको छ बौद्ध उमेरहरू लागि पर्नुभएको छ यहाँहरूको नमन गर्नेछौँ हाम्रो आज पवित्र पावन भूमि पवित्र भूमि हार्दिक आभार प्रकट गर्दछु धन्यवाद दिन चाहन्छु भगवान गौतम बुद्धको अस्तु आइसकेको छ यो पवित्र पावन दिनमा श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा भएको भव्य धार्मिक सभामा म आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु सल्लाहकार मिलन भुजेल जिग्मीज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु त्यसैगरी बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य जानुका भण्डारीज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु त्यसैगरी बौद्धनाथ क्षेत्र विकास समितिकै सदस्य रग्बा शेर्पाज्यूलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु त्यसैगरी आसन ग्रहणकै क्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अर्को सदस्य हुनुहुन्छ पशुपतिनाथ खतिवडा श्यामज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु यसैगरी आसन ग्रहणकै क्रममा बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक श्रद्धेय मोहन कुमार तामाङज्यूलाई पनि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु आदरणीय महानुभावहरू आदिवासी जनजाति महिला महासंघ अध्यक्ष गिमी शेर्पाज्यू हुनुहुन्छ त्यसरी महासचिव धाम्बा तामाङज्यूहरू हुनुहुन्छ पूर्व मन्त्री परशुराम तामाङ वाइबाज्यूको आगमन भएको जानकारी प्राप्त गरेको छु म आसन ग्रहणका लागि
हार्दिक अनुरोध गर्दछु। मैले अघि पनि नाम वाचन गरेको थिएँ। अध्यक्षज्यू, महासचिवज्यू, अध्यक्ष निमी शेर्पा, महासचिव धम्बा, महासंघका महासचिव धम्बा तामाङज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आदरणीय महानुभावहरू, यहाँ आसन ग्रहणकै क्रममा यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण लामा गुरुजीहरू, यस बौद्धनाथ क्षेत्र परिसरबाट परम पूजनीय निधिपति तेर्तोन नामखा रिम्पोचे ज्यूलाई म यसका लागि पनि हार्दिक अनुरोध गर्दछु। लामाज्यूलाई मन्त्र वाचनका लागि विनम्र अनुरोध गर्दछु। प्रार्थना सदैव गर्न सकौँ। अघि परम पूजनीय निधिपति तेर्तोन नामखा रिम्पोचे ज्यूले हामीलाई आशीर्वचन दिनुभएको छ।
गुरु भोजनका लागि जानुहुने कुरा यहाँहरू समक्ष अनुरोध गर्न चाहन्छु र हाम्रो कार्यक्रम निरन्तर चलिरहनेछ। आयु अभिषेक अर्थात् वान कार्यक्रमका लागि अर्को धर्मगुरु क्याम्चे ख्याटुल रिम्पोछेज्यूको आगमन हुँदैछ। उहाँबाट हामी आयु अभिषेक ग्रहण गर्नेछौँ। आयु अभिषेक अर्थात् वान कार्यक्रम रहनेछ र हाम्रा सांस्कृतिक कार्यक्रमहरू निरन्तर रहनेछन्। शुभकामना सन्देशहरू पनि हामी दिने नै छौँ, ग्रहण गर्ने नै छौँ। आदरणीय महानुभावहरू, दर्शन कार्यक्रम केही क्षण ब्रेक हुन सक्छ। गुरुको भोजनको समय विभोर भएका छौँ र एकदमै खुसी भएका छौँ र यो खुसी हामी सबैले बाँड्नुपर्छ। एकअर्कामा यस्ता खुसीहरू साटासाट गर्नुपर्छ भनेर हामीले बुद्ध जयन्तीको पावन अवसरलाई छेको पारेर वास्तवमै परम पूज्य गुरुजीलाई हामीले बोलाएर आमन्त्रण गरेर यहाँ हामीले उहाँहरूलाई पनि दर्शन गराउने एउटा जबरको गरेका छौँ। त्यसो भएको हुनाले अहिले हाम्रो पूज्य गुरुबारबाट